चाक धुव टाइम लाग्छ बटन एउटा दिन्थ्यो चाक दियो अब हात्ती पोहोर भएन मोबाइल हात चलाउँदै चलाउँदै उठ्यो हिँड्यो अब यहाँ एउटा कुराको चाहिँ कट्टु लाउने व्यवस्था चाहिँ भएछ। हेलो गाइज वेलकम ब्याक टु माई पर्चेस जर्नी ब्लग। सो गाइज होइन आज म चाहिँ क्लास जान लाग्यो। मेरो साथी अलिकति मसँग जिस्किन लागेको थियो है, अलि मलाई स्वागत गरिरहेको थियो। ल साथी बधाई छ, क्लास जोइन गर, कस्तो हुन्छ आज सेरेमनी आजको। सो अनि अलिकति यस्तो रमाइलो गरेको होइन। सो गाइज म आफ्नो जर्नीमा के बिताएको छु, के हाम्रो एक्सपिरियन्स हो, म सबैलाई भन्नेछु अहिलेको लागि। गाइस हामी चाहिँ अहिले होइन म त खतरा देखेछु। गाइस हामी अहिले क्लास जान लाग्यो, यानि गएको जापानको है। यो चाहिँ जापान यहाँ 12 रहेछ होइन। अनि अहिले कति 12:30 बज्न 12:30 बज्दा बढी भइसक्यो रहेछ। अब चाहिँ क्लास गएपछि तपाईँहरूले एउटा मोमेन्ट देखाउनुहोस् के हुने रहेछ हाम्रो क्लासमा। फर्स्ट डेदेखि आज 10 डे हो। 10 डे क्लासमा होइन कतिको डिफ्रेन्स छ यहाँबाट होइन के अरे जुन झिक्नु मिल्छ है। देखाउनु पछि तपाईँलाई म भन्ने छु कसरी झिक्ने भनेर। क्लास आएपछि क्लास सकेपछि भन्छु। अब त्यही हो हाम्रो होइन। म आफ्नो जर्नीको बारेमा सबै चिज छ म तपाईँलाई भन्नेछु। ऊ चाहिँ मेरो साथी हो। साथी केही भन्न चाहन्छौ तिमी आफ्नो जर्नीको बारेमा यसो भनिदिनु त। थोरै टाइमले जापानमा आएर तिमीलाई के कस्तो लाग्यो त्यो भनिदिनु त सर्टमा। जापान मलाई निहोङ्गो मुजुकासी देश दौसिते मिनासान निहोन वा इकिमासेन। नेपालीमा भनौँ न ऊ चाहिँ बुझ्ने होइन नि त। जापान चाहिँ मलाई अलि यो टेक्निकल कुराहरूमा चाहिँ खतरा लाग्यो। जे कुरा नि आइडिया लगाउनु पर्ने रहेछ। हप्ता समेत र टोयलेट बस्दा समेत आइडिया हुन्छ कि साथी। अब हाम्रो पानी खोज चाक धुव टाइम लाग्छ बटन एउटा दिन्थ्यो चाक दियो अब हात्ती पोहोर भएन मोबाइल हात चलाउँदै चलाउँदै उठ्यो हिँड्यो। अब यहाँ एउटा कुराको चाहिँ कट्टु लाउने व्यवस्था चाहिँ भएछ। एउटा कट्टु पनि लगाइदिने र कट्टु खोलिदिने एउटा भएको भए चाहिँ सायद एकदम सुविधा हुन्थ्यो। मेरो जापान सरकारलाई एउटा अनुरोध चाहिँ के छ भने चाक धुइदिने मेसिन बनाइदिनु हो। अब कट्टु लगाइदिने र फुकाइदिने पनि व्यवस्था गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। यति भन्दै मेरा 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु। हस् धन्यवाद। साथी गाइज मेरो साथीको चाहिँ होइन इन्ट्रोड्युस भन्दाखेरि आफ्नो यसको जर्नी चाहिँ कस्तो लाग्यो सो तपाईँ मलाई होइन कमेन्टमा चाहिँ भनिदिनु होला। अनि अहिलेसम्म होइन त्यहाँ रेड क्रस रहेछ, त्यहाँ क्रस भएपछि अब गएकोतिर जाने। अहिले म अब यही छ आफ्नो के अरे बन्द गर्ने भिडियो। त्यहाँ गएको सकेपछि होइन आफ्नो एक्सपिरियन्स भन्नेछु क्लासमा चाहिँ के भएर छ के गर्यो अनि त्यो मोमेन्ट पनि देखाउने हो। सो अहिलेको लागि बाई। गाइज अहिले हामी जाँदैछौँ होइन, स्कुलबाट बन्द भइरहेछ है। बाहिर यसो सिकाउनको लागि सपिङ कसरी गर्ने भनेर है। यहाँ चाहिँ मेरो साथीहरू पछाडिमा है, अगाडिको साथी श्रीलङ्कनहरू रहेछ है केटीहरू। सो गाइज होइन हामीहरू होइन नोट के अरे क्लासको नोट थियो होइन, हरेक ठाउँमा गएको त्यो गरिरहेको चाहिँ हाम्रो साथीको रहेछ है। यता हाम्रो सेम चाहिँ पछाडि रहेछ है। अब फेरि हामी क्लास जान लागेछौँ। अहिलेको लागि भाइ पछि हामी फेरि भेटौँ होला। ल गाइज फाइनली होइन हाम्रो चाहिँ क्लास सक्यो। अहिले कति 5 बजिरहेछ होइन। 5 बजेको हाम्रो सधैँ क्लास सकिन्छ र आज हाम्रो क्लास पनि डिभाइड भइसकेको रहेछ। ऊ चाहिँ मेरो साथी, उसको क्लास र मेरो क्लास अब डिभाइड भइसक्यो, अर्को रहेछ, छुट्टै हो। अनि आज चाहिँ होइन अघि मैले भनेको थिएँ नि त्यो के अरे पेपरमा उयो लेख्नु पर्छ के भनेको थियो त्यसै लेख्न। अब कतै गयो भने कामहरूमा कति बजे छुट्टी हुन्छ टाइमहरू त्यो छन्, त्यो लेख्नु पर्ने रहेछ। कुन के अरे पसल रहेछ होइन, त्यो पसलको रहेछ, त्यो चाहिँ टिक लगाउनु पर्यो होइन, त्यस्तो खालको थियो। अनि मेरो साथी चाहिँ आज होइन बेचारा अलिकति उदास भएर चाहिँ उसको आइडी चाहिँ ह्याक भएर छ है। आइडी ह्याक भएर अलि अनि हेर्नु अहिले यस्तो पानी त्यस्तो माथि के भन्छ अरे पानीलाई मिजु हो पर्दैछ है। हामी भन्छ हो पानी अहिले चाहिँ अलिअलि पानी पर्न थालेको रहेछ होइन। फेरि जापानको चाहिँ यस्तै नियम रहेछ होइन। काठमाडौँ जस्तो जति बेला नि पानी पर्दैछ फेरि अघि चाहिँ यस्तो घाम परेको थियो, अहिले चाहिँ हेर्नु न यस्तो पानी परेकै परे रहेछ। अनि यो चाहिँ यहाँको बारीहरू कस्तो राम्रो छ है।
जुम साथी पानी पर्न थाल्यो जाउँ न छिटो छिटो हाई हाई वातासिनो तो मदाची ह्यान्डसम हुँदैछ ने भन्दाखेरि नेपालीमा चाहिँ मेरो साथी ह्यान्डसम हो भनेर आमाम अलिक धेरै भइसक्यो साथी ए कस्तो के यार छिटो जाउँ न अलिक धेरै यार मलाई इन्ट्रोड्युस नै गरेन ऊ चाहिँ साथी के कस्तो लाग्यो आज ए मुला कहिले कुदेर आइसक्यो अब चाहिँ हामी रुममै गएर होइन आज चाहिँ म होइन तपाईँलाई अझै के भनिदिन्थेँ है अझै आफ्नो एक्सपिरियन्स सुनाउँथेँ त्यहाँ पार्कमा बसेर जापानिज मन्दिर पनि रहेछ यहाँ त्यहाँ मन्दिरमा बसेर तर भएन किनभने अहिले चाहिँ पानी पर्न थाल्यो रहेछ यहाँ हेर्नु सक्नुहुन्छ पानी पनि अनि भिग्यो भने यहाँको पानी ले भिग्यो भने फेरि रुगाखोकी लाग्छ अरे अलिकति सो त्यसैले होइन अब म रुमतिर गइरहेको छु रुममा गएर यहाँ आएर यस्तो मेरो सायद 2 फ्लोरमा चाहिँ रुम रहेछ है फेरि रुममा जाँदै अहिले म गएर त्यसपछि म होइन आफ्नो थोरै इन्ट्रोड्युस गर्नेछु सो अहिलेको लागि सो साथी म अहिले चाहिँ रुम चाहिँ पुगिसक्यो हो यो चाहिँ यता टक्क गरी राखिदिन्छु होइन जसमा चाहिँ आफ्नो ठाउँमा राखिदिनु पर्ने हो यो अब चाहिँ सो गाइज तपाईँलाई आफ्नो एक्सपिरियन्स चाहिँ मैले सुनाउन सकिनँ किनभने टाइम नभएर अहिले यसो जापान आएपछि होइन सुरुदेखि नै म तपाईँले भन्थेँ है अब भन्न सकिनँ किनभने जापान आएपछि के वेस्ट गर्नुपर्ने रहेछ अनि त्यसपछि बिजी भएर मैले केही भन्न सकिनँ रहेछु अहिले चाहिँ अब म तपाईँले जति एक्सपिरियन्स भएको छ नि त्यो सबै लाइट भएर न सो होइन म अब तपाईँले स्टेप बाई स्टेप सबै आफ्नो भोगेको एक्सपिरियन्स हो म सुनाउने छु अब अहिले चाहिँ भएन सो आजको लागि यति नै हो नेक्स्ट ब्लगमा चाहिँ म स्योर भन्छु र गाइज मेरो जर्नी चाहिँ तपाईँलाई मन पर्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नलाई चाहिँ नबिर्सिनु होला ओके बाई बाई